तपाईं अहिले हेर्दै हुनुहुन्छ फिल्मी टिभी। मेरो भाइको अब कस्तो छ भनेदेखि मलाई एकदमै राम्रो लागिरहेछ हैन। सुरु तपाईको मेरो टोल पनि आएको थियो हेर्नु भएको होला नि। अब सिबुले देश बनाऊ भनेर आएको थियो हैन। आज हैन हिजो पनि यो दिन दिनै हो हैन त हैन। ओके फाइनली आज केटी दिदीसँग पनि अब आज हैन हिजो पनि यो दिन दिनै हो हैन त हैन। र आज चाहिँ काफ्ले फिल्म कस्तो लागिरहेछ? काफ्ले फिल्म हैन नि त यो, उनको स्वेटर हो। उनको स्वेटर हो तर काफ्ले के छ नि त त्यो। हो हैन काफ्ले भन्दा पनि फरक नपर्ने खालको फिल्म चाहिँ हो। एउटा मिठो प्रेम कथा छ, छुटाउनै नहुने चलचित्र मध्येमा पर्छ यो। किनभने प्रेम कथा मध्येमा यतिको सरल, यतिको शीतल, यतिको न्यानोपन दिने धेरै पछाडी एउटा चलचित्र, नेपाली चलचित्र हेरे जस्तो महसुस गराउँछ चलचित्रले। अनि यो फिल्म हेर्दै गर्दाखेरि बाहुनको र उसको मगर समाजको पनि छ नि मिक्समा हैन। त्यसमा के फरक पाउनु भयो तपाईले? म त्यो चाहिँ अहिले दर्शकलाई भन्दिनँ, किन भन्दाखेरि त्यो नै फिल्मको मिठास हो। फेरि मैले त्यो भन्दै गर्दा धेरै कथाहरू खुल्छन् हैन। एउटा मिठो प्रेम कथा छ। आएर यो फ्राइडेबाट फिल्म लाग्दैछ, आएर हेरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। थ्यांक यू। छोरे मिठो हैन। दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? यो आएर चलचित्र हेरिदिनु होला, मिठो प्रेम कथा छ भन्न चाहन्छु। माथि फिल्म हेर्दै गर्दाखेरि कस्तो लाग्यो हजुरलाई हैन? अब स्वेटर बुन्नु भएको छ कि नै? अब हजुरले अब त्यही कुरा भन्नु न त। स्वेटरको बुनेको उनको स्वेटर एकदमै गुणस्तरीय चलचित्र बनेको छ। सबै नेपालीले नेपाली चलचित्र कस्तो बन्नुपर्छ भनेर सोचिराख्नुहुन्छ नि मनमा, ठ्याक्कै त्यस्तै चलचित्र बनेको छ। म सबैलाई हेर्न मेरो तर्फबाट निमन्त्रणा दिन चाहन्छु प्लिज। तपाईले अहिलेसम्म स्वेटर बुन्नु भएको छ? तपाईले चाहिँ तपाईले स्वेटर आफूले बुन्नु भएको छ? स्वेटर बुन्न आउँदैन, लगाएको मात्रै छु। बुन्न चाहिँ आउँदैन है। अनि दर्शकहरूलाई के भन्न चाहनुहुन्छ उहाँहरूलाई? मैले अघि नै भनिसकेँ कि राम्रो गुणस्तरीय नेपाली चलचित्र हेर्न चाहने दर्शकहरूको चाहिँ रोजाइ हो उनको स्वेटर। मेरो लागि त अल ओभर सबै नेपाली फिल्महरूमा टप 5 नेपाली फिल्म भन्यो भने उनको स्वेटर मेरो लिस्टमा चाहिँ पर्छ। तर हेर्दै गर्दाखेरि हैन फरक के पाउनु भयो त्यसमा? क्वालिटी, गुणस्तर फरक पाएँ मैले। जुन चाहिँ हाम्रो नेपाली फिल्ममा प्राइम मिस हुन्छ नि, केही राइट भए जस्तो केही मिस भए जस्तो भइरहेको हुन्छ नि त सधैँ। यसमा चाहिँ सबै चिज पर्फेक्ट टक्क भए जस्तो फिल भयो। जस्तै अब हाम्रो जात भातको कुरा पनि छ हैन, बाहुनको र अनि अरू जात अन्य जातको हैन, त त्यो चाहिँ मिक्स हुँदाखेरि हैन। र तपाईलाई चाहिँ कस्तो यो हाम्रो यस्तो जातले स्वीकार्छ जस्तो लाग्छ कि लाग्दैन? त्यो इस्यु नै होइन हैन। कलालाई हामीले कुनै पनि दायरामा राख्नु हुँदैन। यो कलाको एंगलबाट चलचित्रको रूपमा एकदमै उत्कृष्ट नमुना बनेको छ उनको स्वेटर। सो आई थिंक सबैले क्वालिटी चिन्ने हुन्छ नि, आर्टको क्वालिटी चिन्ने सबैलाई मनपर्छ उनको। तर यो पार्ट 2 आउँछ जस्तो लाग्छ हजुरलाई? पार्ट 2 आउनु नआउनु ठुलो कुरा हैन। राम्रो चिजहरुको पर्खाइ हुनु चाहिँ तपाईलाई पार्ट 2 आओस् जस्तो लागिरहेछ भने चाहिँ त्यसमा टिम सक्सेसफुल हुनुभएको हो। थ्यांक यू सो मच। अब दर्शकलाई पनि अब हेर्न आउनलाई तपाईहरुले चाहिँ टिकट काटिहाल्नुस् भन्न चाहन्छु हैन। तपाईले नि भन्दिनु हो एकदमै हेर्नै पर्ने फिल्म बनेको छ है, नछुटाउनु होला। तपाईको मेरो टोल पनि आएको थियो हेर्नु भएको थियो होला नि। अब सिबुले देश बनाऊ भनेर आएको थियो हैन। र आज चाहिँ सँगै काफ्ले भन्ने फिल्म हेरेको थियौँ हैन सँगै। कस्तो लाग्यो फिल्म? एकदम राम्रो छ। सिबुलाई कस्तो लाग्यो? मलाई त एकदम मन पर्यो, बेस्ट। अनि कतिको पहाडको सम्झना आयो त? मलाई चाहिँ यो काफ्ले फिल्म कस्तो हो नि, अब हुन त हामी पाण्डे परेम हैन। अनि यो मगर समाजको र काफ्ले बाहुनको मिक्स गरेको कहानी भएर पनि त्यस्तो कस्तो लाग्यो कि भनेको हाम्रो त यो अलि छैन नि त। तपाईलाई कस्तो अब पाण्डेको गीत पनि आओस् भन्ने छ कि छैन? पाण्डेको त सेम आउँछ होला सायद दिदी हैन। तपाईलाई कस्तो लाग्यो यो फिल्म हेर्दै गर्दा? एकदम राम्रो छ। पहाडको, लेकको, बेसीको, विभिन्न जात जातिको सबै खालको सम्मिश्रण एउटा यो कथामा देख्न पाइन्छ। प्रेमको कथा हो, बिछोडको कथा पनि छ। त्यसकारणले अब यसको यो जुन ठाउँमा सिनेमाको त्यो छायाङ्कन गरेको छ त्यो ठाउँ पनि असाध्यै राम्रो छ। गीत पनि त्यत्तिकै मिठो छ, त्यसको अब नृत्य पनि त्यत्तिकै राम्रो छ, कोरस डान्सरहरूको पनि त्यत्तिकै राम्रो मिलेको नृत्य छ। कलाकारहरूको त कुरै गर्नु परेन, 101 कलाकारहरू हुनुहुन्छ, उहाँहरूको एकदम राम्रो छ। सँगै मलाई लाग्न पाए हैन विभिन्न यो दुईटा जात भातको छ हैन। यो सुटिङ गर्दाखेरि कस्तो अनुभव छ के यसको केही भन्न सक्नुहुन्छ? यो कस्तो भयो भनेदेखि हामीले एकदमै गाह्रो गरी काम गरेको थियौँ क्या। सुटिङ चाहिँ अब यहाँलाई थाहा छ धेरै पटक चाहिँ बन्द हुँदै फेरि रोकिँदै केही समय यो 6-7 महिनाको 10 महिनाको अवधिमा चाहिँ सुटिङ भएको थियो हैन। धेरै पटक चाहिँ बन्द हुँदै अब नहोला फिल्म जस्तो पनि भएको थियो एउटा केही समयमा।
मैले पनि धेरै चाहिँ यो सुटिङ भइरहँदाखेरि धेरै घटनाहरू मेरा जीवनमा पनि घटेका छन् त्यो भएर पनि अब यो एकदमै त्यो दुःख एउटा त्यो खिच्दै गर्दाखेरि त्यो फिल भएको थियो होइन तर अहिले आएर आज आउँदा यो प्रतिक्रिया पाउँदा एकदम ह्यापी जस्तै यो मगर र यो बाहुनको छ नि त यो काफ्लेको भयो नि होइन तपाईँलाई काफ्लेको कस्तो लाग्यो यो काफ्लेतिर हुनुहुन्छ तपाईँ होइन कति चेन्ज हुनुभयो नि त त्यो हुँदै गर्दाखेरि कस्तो महसुस गर्नु अलिअलि त महसुस त भयो होला नि मेरो भाइको अब कस्तो छ भनेदेखि मलाई एकदमै राम्रो लागिरहेछ होइन सुरु अब तिमी मैले अस्तिदेखि खोजिरहेको त्यसरी बोकेर अस्ति पनि दिएको थिएँ एउटा इन्टरभ्यू मेरो भाइलाई थ्याङ्क यू मेरो भाइ म अब यो यसरी गरेर म सबैसँग सोध्न चाहन्छु है ओके अब दिदी ओके आज म भावना दिदीसँग चाहिँ सानो कुराकानी गर्न चाहन्छु होइन भावना दिदी यो फिल्ममा भिन्नता के पाउनु भयो फरक के पाउनु भयो कस्तो फरक के पाउनु भयो यो फरक चाहिँ अब अरू फिल्म भन्दा डिफ्रेन्ट पाउनु भयो के हो छ यसको ए अरू फिल्म भन्दा फरक के पाउनु भयो भनेको हजुरले पनि हेर्नुभयो होला नि फरक भन्दा पनि फरक त्यो डिफ्रेन्सेस भन्दा पनि यहाँनिर धेरै कुराहरू गाउँघरको कथा बोलेको छ जुन उनको स्वेटरले चाहिँ जुन शीतलता दिएको छ त्यो भनेको त धेरै फरकै हो नि त होइन जुन किसिमको उनको स्वेटरले न्यानोपन अहिले देखिराख्नु भएको छ नि माहौल यो एकदमै स्पेसल छ अब नाम चाहिँ उनीको स्वेटर छ होइन तपाईँले कहिले जीवनमा स्वेटर बुन्नु भएको छ अहिलेसम्म त्यो त छैन उनको स्वेटर त बुनेको छैन भनेपछि तपाईँले बुनेको स्वेटर लाउनु भएको छ कि लाउनु बुनेको स्वेटर पनि लगाएको छैन किनभने त्यो बुन्ने भाका पारा पनि आउँदैन र मैले बुनेको लगाएको पनि छैन तर मुभीमा जुन विपिन दाइले लगाइराख्नु भएको देख्दाखेरि चाहिँ एकदमै मलाई पनि त्यस्तै अब दिदीलाई त आउँदो रहेछ राम्ररी उहाँले भन्नु पनि भएको थियो मैले दिदीसँग पनि कुरा गरेको थिएँ होइन दिदी तपाईँले चाहिँ बुनेको स्वेटर चाहिँ दाइले लाउनु भएको छ किन भनेको मैले बुनेको स्वेटर त लाउनु भएको छ नि रातो मैले बुनेको भन्दै हुनुहुन्थ्यो होइन अब दिदीलाई चाहिँ के भन्न चाहनुहुन्छ यस्तो यस्तो गरेर मैले पनि मलाई पनि सिकाइदियो भन्नुहुन्छ कि के हुनु उहाँ भनेको त अब मेरो सिनियर भइहाल्नु भयो होइन यो काम गर्दै गर्दाखेरि पनि उहाँले धेरै कुराहरू सिकाइ पनि रहनु भएको थियो गाइड पनि गरिरहनु भएको थियो धेरै कुरामा मलाई हेल्प पनि गर्नुभएको थियो त्यसले गर्दाखेरि सजिलो पनि भएको थियो समय मिलेसम्म उनको स्वेटर पनि बुन्न सिकाइमाग्नुपर्छ होला दिदीलाई अब अन्तिममा चाहिँ अडियन्सहरूलाई के भन्न चाहनुहुन्छ अन्तिममा त सबैजनाले के भन्न चाहन्छु भने हाम्रो उनको स्वेटर मुभी चाहिँ सबैजनाको मेहनत छ परिश्रम त्यही अनुसारको लगाव छ सबैजनाले चाहिँ माया गरिदिनु होला हाम्रो भनेर भनिरहेको होइन राम्रो भएर चाहिँ सबैजनाले हेरिदिनु होला नजिकको हलहरूमा गएर हजुर त्यही नै भन्न चाहन्छु ओके थ्याङ्क यू सो मच दिदीसँग पनि कुराकानी गर्ने छोटो मोटो होइन कस्तो लाग्छ कमेन्टमा गर्नु होला है ओके फाइनली नमस्ते म मरिचमान श्रेष्ठ बल्छी दुर्बे यानि कि माछाको नाइके कुरो तपाईँहरू यतिखेर हेर्दै हुनुहुन्छ फिल्मी टिभी र फिल्मी टिभीमा आएको भिडियोहरू हेर्नको लागि फिल्मी टिभीलाई चाहिँ नि सब्सक्राइब गर्नु होला सब्सक्राइब गरिसकेपछि भिडियो आउँछ भिडियो आएपछि मन पर्यो भने लाइक सेयर कमेन्ट बटङटङ हानिदिनु होला